तपाईँहरू चाहिँ रोमानियामा डाइरेक्ट कम्पनी होला कि सप्लाई कम्पनी होला कि अनि कसरी थाहा पाउने भनेर विभिन्न ट्रिक लगाइरहनु भएको छ, विभिन्न मान्छेलाई सोधिरहनु भएको छ र आन्सर पाउनु भएको छैन भने यो भिडियो तपाईँहरूको लागि सायद केही हेल्पफुल हुनसक्छ है। म आज चाहिँ डाइरेक्ट कम्पनी कसरी चिन्ने होला कि चिन्न सकिन्छ कि सकिँदैन, सप्लाई कम्पनी चिन्न सकिन्छ कि सकिँदैन र आधार के छ त भन्ने विषयमा चाहिँ यो भिडियो बनाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गर्नु होला। आज भिडियोको टपिक चाहिँ रोमानियामा त फलानुको त सप्लाई कम्पनी रहेछ, फलानुको त डाइरेक्ट कम्पनी रहेछ, त्योमा केमा फाइदा केमा बेफाइदा, कति फाइदा कति बेफाइदा भन्ने सवालहरू रहन्छ। यसमा चाहिँ नेपालबाट चाहिँ कुन कम्पनी डाइरेक्ट हो कुन कम्पनी सप्लाई हो भनेर चिन्न अति नै गाह्रो छ। इभन यहीँ रोमानियामा आएपछि पनि कुन कम्पनी डाइरेक्ट हो कुन कम्पनी सप्लाई हो भनेर त्यहाँ गएपछि मात्रै थाहा हुन्छ क्या। कति मान्छेहरू चाहिँ त्यो पछाडि एसआरएल लेखेको चाहिँ सप्लाई कम्पनी हो, एस लेख्ने बित्तिकै सप्लाई, त्यो होइन है। एसआरएल लेखेको चाहिँ यो यहाँको प्राइभेट फर्महरू प्राइभेट कम्पनी जस्तो नेपालमा प्राइभेट लिमिटेड भनिन्छ, यहाँ चाहिँ फलानु एबिसी एसआरएल छ भने एबिसी एसआरएल भने एबिसी प्राइभेट लिमिटेड भने जस्तै हो है। त्यसमा पनि सप्लाई पनि हुन्छ डाइरेक्ट पनि हुन्छ, दुइटै हुन्छ है। अनि यसमा अब कम्पनीमा कि त त्यहाँ कोही काम गरेको छ भने उनीहरूलाई थाहा हुन्छ है, कम्पनी कस्तो छ के छ, तलब कति दिन्छ, डाइरेक्ट हो कि सप्लाई हो कि, अनि अब बोनस के गर्छ, घर जाने टिकट के गर्छ, सबै कुरो उसलाई थाहा हुन्छ। अब नेपालमा मेन पावरको मान्छेलाई पनि रत्तिभरि पनि थाहा हुँदैन है, सप्लाई हो कि नसप्लाई हो कि डाइरेक्ट हो कि के हो भनेर। अनि आउनुभन्दा अगाडि हामीले के विचार गर्नुपर्छ भने वर्क पर्मिट हेर्नु पर्यो। वर्क पर्मिटमा कम्पनीको रजिस्ट्रेसन नम्बरहरू, नामहरू र तपाईँले के काम गर्ने हो त्यो विषय खुलाएको हुन्छ है। कोही कोही कम्पनीको चाहिँ नाम पनि एकदमै अब ठ्याक्कै सप्लाई कम्पनी छ भने त्यस्तै सप्लाई टाइपको नै हुन्छ। अनि त्यहाँबाट त्यो यसो रिसोर्सेस म्यान पावर टाइपको कम्पनीहरू छ। कोही कोही एग्रिकल्चर कम्पनी छ भने तिनीहरूले आफैले लाउँछ। कुनै कुनै कम्पनीले चाहिँ अब मान्छे आफूलाई राख्छ, सिजनेबल हुन्छ धेरै जस्तो। अनि उनीहरूको सब्सिडारी कम्पनीहरू हुन्छ, मतलब अब साउहरूको पार्टनरहरूमा दुई तिनवटा कम्पनीहरू खडा हुन्छन्, कहिले एउटा कम्पनीमा लाउँछ कहिले अर्कोमा लाउँछ है। अब त्यो चाहिँ अब कामको र अनि काम कतिको दिन्छ भन्ने विषयमा हुन्छ। अब कसरी चिन्ने भन्दा चाहिँ अब त्यो एसआरएल लेखेकोमा चाहिँ सप्लाई नै हो भन्ने हुँदैन, त्यो सप्लाई पनि हुन्छ डाइरेक्ट पनि हुन्छ। डाइरेक्ट हुनुको पनि आफ्नै फाइदा छ, सप्लाई हुनुको पनि आफ्नै फाइदा छ। डाइरेक्ट हुनुको पनि बेफाइदा नि छ, सप्लाई हुनुको पनि म्याक्सिमम् बेफाइदै छ। र नेपालबाट जति पनि एजेन्टहरूले ल्याउँछ डाइरेक्टमा पनि राखिदिएको हुन्छ, तर म्याक्सिमम् सप्लाई कम्पनी जस्तो एक महिना एउटामा काम गर्नुपर्छ, अनि अर्को महिना अर्कोतिर लान्छ, फेरि अर्को महिना अर्कोतिर लान्छ। वर्क पर्मिट एउटाबाट जारी गरेको हुन्छ फलानु कम्पनी, त्यो चाहिँ टाइप लाइक नेपालको त्यो जागिर लगाइदिने कम्पनी हुन्छ नि, अब के भन्छ त्यसलाई थाहा छैन, जागिर लगाइदिन्छ त्यस्तो। अब सर्टेन अमाउन्ट लिन्छ अनि जागिर लगाइदिन्छ, अनि उनीहरूको महिनैपछि सर्टेन अमाउन्ट आफूलाई आउँछ। अनि त्यहाँबाट त्योलाई यति वर्षसम्म चाहिँ भनेर यहाँ हो, त्यस्तो चाहिँ सप्लाई कम्पनी भनिन्छ। सप्लाई कम्पनीहरू टन्नै छन्, तर कोही कोही सप्लाई कम्पनी चाहिँ एकदमै राम्रो पनि छ है। धेरैजना साथीहरूले हाम्रो त कम्पनी एकदम बढिया छ सप्लाई भयो भने भन्ने पनि कुरा गर्नुहुन्छ। इभन मेरो कम्पनी डाइरेक्ट हो है, म डाइरेक्ट कम्पनी भयो भने म त घटिया नै भन्छु मेरो कम्पनीलाई, भएको कुरा हो है, आफ्नो ठाउँमा छ। के कारणले राम्रो भन्ने के कारणले नराम्रो भन्ने मान्छेको अनुसार कम्पनी अनुसार हो। कम्पनीको लोकेसन राम्रो छ भन्नेमा राम्रो छ होइन, साउ राम्रो होला राम्रो छ, साउले बेलैमा तलब दिन्छ ठिक छ राम्रो छ होइन। अब मेरो त धन्न हप्ता दिन 10 दिन 15 दिन 1 महिना झुलाएर नि तलब चाहिँ दिइरहेको छ, नदिए होइन। तर साउ चाहिँ लास्टै नै गए गुज्रेको किचकिचे के भन्नु रे बाबा, के भन्नु, राम्रो छ भन्नु कि नराम्रो छ भन्नु होइन। पैसा कमाउनु आफ्नो ठाउँमा छ, आफ्नो इज्जत पनि आफ्नो ठाउँमा छ, र दिमाग कति खान्छ भन्ने कुरा पनि हुन्छ है। कोही सप्लाई कम्पनीमा साउसँग कहिले पनि भेटै हुँदैन होइन, म्यानेजरले ह्यान्डल गर्छ सबै कुरा, यताउति गर्छ, राम्रै छ, तलब बेलैमा दिन्छ, टक्क 1 तारिक दिने हो कि 15 तारिक दिने हो होइन, 9 महिनामा 2 चोटि दिने हो। अनि खातामा आउँछ कि हातामा आउँछ त्यो आफ्नो ठाउँमा छ सबै कुरा। अब खातामा आउनु चाहिँ राम्रो, एकदमै भयङ्कर राम्रो, हातमा दिने चाहिँ नराम्रो भन्ने हुँदैन होइन। त्यो कन्ट्र्याक्टमा त्यहाँ मेन्सन गरे हुन्छ स्यालेरी कसरी दिने भनेर। अब कहिले न्युमरर अब केसमा दिने भने हुन्छ, कहिले बाई ब्याङ्क अकाउन्ट कार्डमा दिने भनेको हुन्छ है।
त्यो दुइटै नै भ्यालिड हुन्छ, त्यसमा केही फरक पर्दैन। हाम्रो चाहिँ कम्पनीले हामीलाई हातमा दिन्छ है, खाममा हालेर पैसा दिन्छ, किनकि कन्ट्र्याक्टमा मजाले मेन्सन गरेको छ स्यालेरी प्लटेस कु न्युमरात कार्ड हाम्रो केसबाट दिन्छु प्लटेस गर्छु स्यालेरीमा चाहिँ यिनीहरूलाई भनेर मजाले मेन्सन गरेको छ। भ्यालिड कन्ट्र्याक्टमा त्यही नै हो, इमिग्रेसनमा त्यही कन्ट्र्याक्ट बुझाएर हामीले टिआरसी पाएको हो। अनि सप्लाई कम्पनीहरूको चाहिँ हिसाब किताबहरू कोही मेच्योर नै हुन्छ। अब अलि रिस्क मेन्टली टचर आफ्नो ठाउँमा छ सिजनको बेलामा, अनि कहिले यता कहिले उता चाहिँ लगाइरहन्छ, त्यो आफ्नै कुरा हो। तर फ्रिडम पनि अलिक बढी पनि हुन्छ कोही कोही बेलामा, कोही कोही बेला त गए गुज्रेको पनि छ है सप्लाई कम्पनीमा काम गर्ने मान्छेहरू त। लौ न त भाठा तपाईँ भाठा यसो त्यो कम्पनीमा मान्छे खोजेको छ भने प्लिज मलाई चाहिँ घुसाइदिनु पऱ्यो, डाइरेक्ट कम्पनीमै गर्न चाहन्छु भन्नुहुन्छ। म भन्छु मिल्छ, अब काम चेन्ज गर्नलाई पेपर चाहियो यत्तिकै आफ्नो हिसाबले होइन, साउसा झगडा गरेर म्यानेजरसँग कुटाकुट गरेर अब काम चेन्ज गर्न मिलेन, एज अ लिगल एक्सन लिएर लिगल पेपर बनाएर चाहिँ हामीले काम चेन्ज गर्ने हो। अब पेपरहरू छ भने काम चेन्ज गर्न पनि गाह्रो त छैन, अनि केही त्यसमा यताउति गर्नुपर्ने भन्ने छैन। तपाईँहरू आउनुहोस्, रोमानिया आउनुहोस्, सबैलाई वेलकम छ। रोमानियाले फरेन इम्प्लोयरहरूलाई एकदमै इज्जत दिएको छ, नदिएको होइन। एज अ EU सिटिजनले खासै मन नपराएर यहाँ कामदारको कमी भएको छ। कमसेकम नन EUहरू स्पेसली साउथ इस्ट एसियाहरूबाट चाहिँ व्यापक रूपमा मान्छे जस्तो नेपाली, इन्डियन, बङ्गलादेशी, श्रीलङ्काली, पाकिस्तानी यस्तो यस्तो मान्छेहरू आएर यो देशमा टेवा पुर्या छ भनेर उनीहरूले मान्छ। अब कम्पनी चाहिँ कोही राम्रो हुन्छ, कोही राम्रो हुँदैन, कोही कम्पनीको मान्छेहरू राम्रो हुँदैन। अब त्यसमा भनेर सबै कुरा हामीले भनेको जस्तो चाहिँ परदेशमा अलि हुँदैन रहेछ है। कोही कुरा एकदम बढिया पनि छ, कोही कुरा चाहिँ आजै छोडेर घरै जाउँ जस्तो पनि छ। अब आफूलाई राम्रो लागेको चाहिँ हा 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 भनेर बस्न सकियो भने कुनै दिन त्यही ठाउँमा त्यही कम्पनीमा त्यही साउले नराम्रो प्याच्च भन्छ। अब चित्त बुझाउन पर्यो। र यो टपिकभन्दा अलि बाहिरै गएँ। डाइरेक्ट र सप्लाई कम्पनी सिधै थाहा पाउन धेरै मुस्किल छ। कोहीले मलाई थाहा हुन्छ, कम्पनीको नाम हेरेर थाहा हुन्छ भन्दिनँ र फ्याँक्न पनि सकिन्छ होइन। तर नर्मल्ली डाइरेक्ट र सप्लाई त्यहाँ गएपछि काम गरेपछि थाहा हुन्छ कि कुन डाइरेक्ट रहेछ कुन सप्लाई रहेछ भनेर। धेरै गाह्रो छ। कोही मान्छेले कोही अब नेपाली या तपाईँको सर्कलमा या तपाईँको साथीको सर्कलमा कोही मान्छे त्यो कम्पनीमा काम गरिरहेछ भने चाहिँ उसलाई थाहा हुन्छ सोधेर, अब यो फलानु कम्पनी कस्तो छ हजुर भन्दाखेरि यस्तो छ, यो सप्लाई हो, यो डाइरेक्ट हो, यस्तो यस्तो फ्यासिलिटीहरू छ, खानालाई यति दिन्छ, बस्नलाई यति दिन्छ, अनि त्यस्तो त्यस्तो किसिमको। अनि अब डाइरेक्ट र सप्लाईमा डाइरेक्ट कम्पनीहरूले चाहिँ खानेकुरो नै दिन्छ है, अनि खानालाई पैसा पनि ठिकै राम्रै दिन्छ। सप्लाईहरूमा चाहिँ बस्नलाई चाहिँ एउटा अब त्यो निश्चित अब 5-7 जना 10 जना एउटा रुममा, अब त्यसै ठुलो रुम छ भने 10-12 जना त्यो खुट्टे खुट्टे तले तले खाट हालेर त्यसरी मान्छेहरू राख्ने गरेको छ अरे। अनि खानको लागि के भने अब कार्डमा दिन्छ अरे, के भने अब पैसा पनि नर्मलै त्यस्तो दिन्छ रे भन्ने चाहिँ धेरै सुनियो है। त्यो पनि हुनसक्छ, नहुने त होइन। अब डाइरेक्ट कम्पनीहरू राम्रो कम्पनी छ भने चाहिँ राम्रै खाने पैसाहरू दिन्छ है। 800-1000 पनि दिइरहेको, 600 त केही नदिए पनि 600 चाहिँ दिन्छ है। अनि सप्लाई कम्पनीहरूमा चाहिँ 300-400-500 त्यस्तो 600 कहिले 800 पनि पाखारे। अब त्यो कम्पनी अनुसारको, लोकेसन अनुसारको, काम अनुसारको र अब साहुको मुड अनुसारको पनि हुन्छ। कोही कोही चाहिँ अब सकेछ भने विदेशी हो हेपौँ भन्ने प्रवृत्तिका मान्छेहरू, मानसिकता नै यस्तो यो हाम्रो देशका होइन, यिनीहरूले के गर्दैनन् लाटा, यो काहीँ न काहीँ नबिकेर यो ठाउँमा आएका हुन्, न स्किल छ न बोल्न जानेको छ भन्ने यसरी हेपाइ पाराकाहरूले चाहिँ अलिकति दुःख दिन्छन्। अनि नत्र भने धेरै जस्तो मान्छेहरूले चाहिँ बुझ्छन् कुरा है। अब सबै आफूले भनेको जस्तो नभएपछि केही कुरा सहन नि पर्छ, केही कुरा गर्न पनि पर्छ। यो भन्दै अब आउनुहोस्, डाइरेक्ट भएछ भने नि डाइरेक्टमा पनि कोही बार हुन्छन्, कोही एकदमै राम्रो हुन्छन्। सप्लाई भएछ भने नि कम्पनीहरू एकदमै राम्रो हुन्छ, ल एन्ड अर्डरको अनुसार चल्नै पर्छ। तपाईँहरू आफ्नो काम गर्नुहोस् र त्यही तपाईँको कामले तपाईँलाई चिनाउँछ। तपाईँको हातको यो मेहनत खेर जाँदैन। यो कम्पनी छैन भने पनि कन्ट्र्याक्ट सकेपछि अर्को कम्पनीमा म तेरोमा गर्दिनँ, मलाई कागजपत्र ले, म अर्कोमा जान्छु भन्ने टक्क लाएर
आफू एज अ लिगली इमिग्रेन्टको रूपमा लिगल वर्करको रूपमा मजाले काम चेन्ज गर्ने, मजाले पैसा कमाउने, मजाले देशको सेवा गर्ने, देशलाई टेवा पुर्याउने, आफ्नो परिवारको सेवा गर्ने, परिवारलाई टेवा पुर्याउने, आफू पनि टेवा पुर्याउने। यति भन्दै आजको भिडियो म अन्त्य गर्न चाहन्छु। र कम्पनी डाइरेक्ट होस् या सप्लाई होस्, यो डजन्ट म्याटर गर्दैन। काम तपाईँले जान्नु पर्यो र तपाईँको हातमा एकदमै फाइन काम हुनु पर्यो। तपाईँको बोलीमा तपाईँले आफ्नो बोली बिकाउन सक्नु पर्यो। यो भयो भने चाहिँ एकदमै सप्लाई पनि राम्रो हुन्छ र डाइरेक्ट भयो पनि राम्रो हुन्छ। तपाईँ केही नलेज छैन, केही एक्सपिरियन्स छैन, केही जान्नु भएको छैन, केही बोल्न सक्नुहुन्न, साह्रै सोझो हुनुहुन्छ या साह्रै गति छाडा हुनुहुन्छ, त्यो तपाईँमा भर पर्छ। यति भन्दै आजलाई बिदा लिन्छु। हस्त नमस्कार।